नमस्ते वेलकम टु मङ्की इन्टरटेनमेन्ट र मङ्की इन्टरटेनमेन्ट चाहिँ आज पनि भ्लग आएको छ हो हामी चाहिँ लाग्यो दिस इज आवर प्लेस र यो चाहिँ हाम्रो ठाउँ हो र यो डाँडा काँडा एउटै जग्गामा बस्नु त मन पर्दैन र आज चाहिँ हामी लागेको छौँ दार्जिलिङमा गाडीमा चढेर खाजासाजा खानु उत्रेर यो भाइ म लाग्यो घुम्नु र लाइफमा घुम्नु चाहिँ जानुपर्छ र फेरि गाडीमा चढेर हामी लाग्यौँ। हामीले चाहिँ गाडी नपाएको कारणले चाहिँ युटिलिटीमा चढेरै लाग्यौँ हो। त्यो गीत सित सुनेर बोलेर चाहिँ हामी टक्कै पुग्यौँ यहाँ दार्जिलिङ ब्युटिफुल प्लेस। दार्जिलिङको ब्युटिफुल प्लेस लामाहट्टा र लामाहट्टा चाहिँ यस्तो सुन्दर ठाउँ रहेछ, यस्तो राम्रो ठाउँ। त्यहाँदेखि हामी गयौँ ममता पार्क। यो चाहिँ साह्रै सुन्दर पार्क र राम्रो पार्क रहेछ र यहाँदेखि अलिक माथि चढेपछि एउटा पोखरा बिर्छ। त्यो पोखराको नाम चाहिँ थाहा छैन तर पोखरा हेर्दो रहेछ साह्रै सुन्दर र तपाईँहरू पनि आउन सक्नुहुन्छ। हामी घुम्नु गएको थियौँ र घुम्नु गएर हामी 10 डेज चाहिँ उतै गयौँ र 10 डेजमा हामीले कति मजाले इन्जोय गऱ्यौँ। ड्रोन ब्लग लिएर आएको छौँ र 10 डेज कति छिटो बित्यो भनेर थाहा पनि भएन। अनि हामीले राम्रो फोटो लिएर चाहिँ आएको छौँ। म यहाँ छु अनि हामी गयौँ सिधै पुराणमा मामासँग। अनि हाम्रो मामाले केही शब्द भनिदिनुहुन्छ सुन्नुहोस्। र यहाँ पुराणको भ्यूहरू र मामाले केही पुराणको शब्द भनिदिनुहुन्छ सुन्नुहोस् सबैजना। हेलो गाइस, होइन हामी चाहिँ आज कहाँ आएको छौँ भन्दाखेरि सत्यम शिवम सुन्दर मन्दिरमा आएका छौँ है। के छ भन्दाखेरि यहाँ अब श्रीमद्देवी भागवत महापुराण होइन शिव महापुराण चलिरहेको छ है। र हाम्रो कथावाचक श्री कृष्ण न्यौपाने हुनुहुन्छ र देख्न सक्नुहुन्छ खिचिती हाँसिरहनु भएको छ र अर्को स्वयं म उपवाचक है को रूपमा निर्वाह गरेको छु है। टाटा आयो होइन, मैले त बाई ल। त्यहाँदेखि हामी पुराणमा गयौँ अनि दिदीहरू नाचेको हेर्नु। त्यहाँदेखि हामीले गोपाल वरिष्ठज्यू त्यहाँदेखि हामी लाग्यौँ चियापत्ती बारी होइन। यहाँ चाहिँ चियापत्ती बारी चाहिँ तल हुँदोरहेछ। दार्जिलिङ भनेकै चियापत्तीको बारी, चियापत्तीको बगान। यो चियापत्तीले नै गर्दा दार्जिलिङको नजारालाई राम्रो पार्छ, ब्युटिफुल। अनि हामी चाहिँ त्यहाँदेखि हामी घर गएर चाहिँ राम्रो फोटो अनि हाम्रो मेमोरी क्याप्चर गऱ्यौँ फनी। अनि यो 10 डेज कसरी बित्यो भनेर चाल पनि पाएनौँ। अनि हाम्रो मामासँग चाहिँ जाने बेला पनि आएको थियो हाम्रो अनि घर पनि जानु पऱ्यो। त्यहाँदेखि हामीले गाडी बुक गरेर हाम्रो घरपट्टि लाग्यौँ। मामालाई बिदासिदा गरेर जानु त मन थिएन तर के गर्नु, घर पनि जानु पऱ्यो, भाइ यतै छ र यति नै मलाई आएको जति गरेँ। थ्याङ्क यू, धन्यवाद।